हेलो सबैलाई नमस्ते। आज म चाहिँ यो गाउँ डुल्न गइरहेको छु होइन। हेर्छु है कस्तो रहेछ। अब पहिला नि गएको हो। यहाँनिर टक्क घर बनिरहेको रहेछ, काठसाठ बनाइरहेको रहेछन्। अनि स्कुल आयो है। यो घरमा त सिस्नु सिस्नु रहेछ यार। यो चाहिँ पसल हो है, नास्ता खाने। अनि यो घर पछाडिको घाँस भइहाल्यो, पानी पिउने धारा। त्यसपछि अब अगाडि जाऊँ। तर बाटो कस्तो राम्रो बनाएको रहेछ अहिले। पहिला हिलो हुन्थ्यो है, सिमेन्ट हालेको रहेछ, बाइक साइक जाने बनाएको रहेछ। अनि यो बोटहरू चाहिँ के भन्दाखेरि भाङ्गो भन्छ योबाट। चट्नीहरू दाना निस्किन्छ, मेन ब्ल्याक निस्किन्छ है। गाँजा चरेस भन्ने सुने त्यस्तो टाइपको बोटो। अनि यो चाहिँ मन्दिर आयो है। त्यसपछि अनि घरहरू हुँदै अब एकछिनमा म फुपूकोमा जान्छु। फुपूकोबाट गएर म त्यहाँबाट काँक्रो लिएर आउँछु। अनि मेरो भाइलाई भेटेँ। त्यसपछि म भाइसँग टक्क लाएर यो उकालो चढ्दै जानुपर्ने हुन्छ कि। यहाँ उकालो धेरै माथि छ नि त पुग्नुपर्ने। हाम्रो गाउँ त माथि हो, त्यही भएर हामी चट लाएर अब उकालोमा थाक्दै है तलदेखि आयौँ होइन। अब फेरि माथि जानुपर्छ क्या उता। हिँड्न चाहिँ गाह्रो भएको भइरह है। त्यही भएर अनि पानी सानी पिउँदै अनि चिसो गाउँको पानीको स्वादै मिठो हुन्छ क्या। अब नजारा पनि त्यस्तै हुन्छ नि, हेर्दाखेरि पनि यस्तो दामी। दिदीबहिनीहरू काम गरिरहन्छन्। यो छानु हो है, गोरुहरू बाँध्ने ठाउँ हो। यो फल हो है, मेल भन्छ यसलाई। अनि त्यसपछि खायो भने मुखसुख पोलिदिने टाइपको हुन्छ कि त्यो पछि। हामी दुईजना चाहिँ बाटो भट्क्यौँ है। अनि बाटो हराएर अनि हुन्छ नि भिर साइड हुँदै हिँड्दाखेरि चाहिँ अप्ठ्यारो बाटो के, कति गाह्रो भएर हिँड्नु परिरहेको थियो हुन्छ नि। यहाँबाट म र यो भाइ गइरहेको थियौँ, बाटो पाउनै गाह्रो। घाँस नि काटेको छैन त्यो मेलातिरको। हामी हिँड्दा हिँड्दै गएको है। डरलाग्दो ठाउँ हुन्छ नि, चिप्लिने पनि डर हुन्छ नि त। त्यही नि, तर धेरै राम्रो छ। उकालो जस्तो सुकै भए पनि ठाउँ यति हुन्छ नि उज्यालो दामी भएर चाहिँ अनि त्यो थकानै त्यस्तो महसुस हुँदैन है। बल्ल तल्ल गरेर हामीले चाहिँ तलदेखि बाटोलाई है पुरा गरेर हामीहरू चाहिँ यहाँसम्म आइपुग्यो है। अब एकैछिन हो उतापट्टि पुगेर होइन, एकछिन बसेर जानुपर्छ। यहाँनिर चाहिँ दिदीबहिनीहरू टक्क लाएर त्यही चरेस बनाउन लगाएको रहेछन्। अनि त्यही गफसाफ गरियो। एकछिनपछि आएर अब हेर्न लायो है। जहाँ आउनु पर्ने थियो त्यहाँसम्म आएर टक्क ठाउँ हेर्नु पऱ्यो। यहाँबाट यस्तो दामी ठाउँ देखिन्छ नि है। हाम्रो पश्चिमको डाँडाहरूबाट गाउँ हेर्न, पाखा हेर्न। घर फर्क्यौँ है हामीहरू चाहिँ। घर फर्किँदै अनि केटाहरू त्यहाँबाट लुटु लुटु घर आउनु पऱ्यो। भोक लागेको थियो, काँक्रा भएपछि त